हेलो नमस्ते। आज म तपाईँहरूलाई 10 सेटको सेट 7 ग्रामर प्र्याक्टिस मोडेल ल्याएर प्रस्तुत भइसकेको छु। सुरु गरौँ यो भिडियोबाट। क्वेसन नम्बर 9 मा यहाँ सोधिएको छ, रिप्रोड्युस द फलोइङ सेन्टेन्सेस एज इन्डिकेटेड इन द ब्र्याकेट। यो 6 मार्क्सको रहेको छ। अब यहाँनिर 6 वटा क्वेसन 1 मार्क्सको रहेको छ। नम्बर एमा यु एन्ड सी विल जोइन द मिटिङ टुमोरो। ब्र्याकेटमा भनिएको छ सप्लाई द करेक्ट क्वेसन ट्याग। यसको करेक्ट क्वेसन ट्याग हामीले यहाँनिर राख्नुपर्ने हुन्छ। यहाँ हामीले सही एन्सर लेखेका छौँ वान्ट यु। अब ट्यागको नियम अनुसार यदि वाक्य पोजिटिभ छ भने ट्याग नेगेटिभ हुनुपर्छ। यहाँ सहायक क्रिया एक्जुलरी भर्ब विल आएको छ, त्यसैले यसको नेगेटिभ रूप वान्ट हुन्छ। जब वाक्यमा यु एन्ड सी तिमी र उनी भनिएको हुन्छ, यसले संयुक्त रूपमा दोस्रो व्यक्ति सेकेन्ड पर्सनलाई बुझाउँछ, त्यसैले प्रोनाउनको रूपमा यु प्रयोग गरिएको हो। त्यस्तै गरेर क्वेसन नम्बर बीमा द भिलेजर्स प्लान्ट अ लट अफ ट्रिज एभ्री इयर चेन्ज इन्टु नेगेटिभ। यो सेन्टेन्सलाई हामीले नेगेटिभमा चेन्ज गर्नुपर्ने हुन्छ। अब यो वाक्य यसको सही उत्तर द भिलेजर्स डु नट प्लान्ट अ लट अफ ट्रिज एभ्री इयर। यसको यो वाक्य सिम्पल प्रेजेन्ट टेन्समा छ। द भिलेजर्स प्लुरल सब्जेक्ट भएकोले नेगेटिभ बनाउँदा डु नटको प्रयोग गरिन्छ र मुख्य क्रिया मेन भर्बलाई हामीले V1 मै राख्नुपर्ने हुन्छ। त्यस्तै गरेर नम्बर सीमा रिता टोल्ड हर फ्रेन्ड्स अ स्टोरी लास्ट नाइट चेन्ज इन्टु वाट क्वेसन। वाट डिड रिता टेल हर फ्रेन्ड्स लास्ट नाइट। यसको सही उत्तर यो रहेको छ। यहाँ टोल्ड V2 क्रियाको प्रयोग भएको छ, जसले यो सिम्पल पास्ट टेन्स हो भन्ने बुझाउँछ। वाट प्रश्न बनाउँदा सहायक क्रिया डिड अगाडि आउँछ र टोल्ड फेरि टेल V1 मा परिवर्तन हुन्छ। यहाँ स्टोरीलाई हटाएर वाटले प्रश्न गरिएको हो। त्यस्तै गरेर क्वेसन नम्बर डीमा वाट टाइम ब्र्याकेटभित्र ह्याभ रहेको छ डिनर एस्टरडे, अनि यहाँ ब्र्याकेटभित्र दिएको छ युज द भर्ब इन द करेक्ट टेन्स। यसको करेक्ट टेन्स फर्म हामीले चेन्ज गर्नुपर्ने हुन्छ। यसको सही एन्सर यहाँनिर वाट टाइम डिड यु ह्याभ डिनर एस्टरडे। एस्टरडे शब्दले बितेको समय पास्ट टाइमलाई बुझाउँछ, यसैले यसलाई सिम्पल पास्टमा लेख्नुपर्छ। प्रश्नवाचक वाक्य भएकाले डिडको प्रयोग गरिएको हो। यहाँ युको सट्टा हि सी दे पनि राख्न सकिन्छ, तर सामान्यतया यु प्रयोग गरिन्छ। त्यसै गरी नम्बर ईमा माई मदर सेड टु मी मे यु गेट एन A+ इन इङ्ग्लिस। अब यसको ब्र्याकेटमा इन्डिकेट गरेको छ चेन्ज इन्टु इन्डाइरेक्ट स्पिच। यो सेन्टेन्सलाई हामीले इन्डाइरेक्ट स्पिचमा बदल्नु पर्ने हुन्छ। यसको सही एन्सरमा माई मदर विस्ड मी द्याट आई माइट गेट एन A+ इन इङ्ग्लिस। यो प्यासिभ भोइस यो एउटा अप्टेटिभ सेन्टेन्स इच्छा वा आशीर्वाद व्यक्त गर्ने व्यक्ति हो। इन्डाइरेक्ट स्पिचमा लाँदा सेड टुलाई हामीले विस्डमा
बदलिनु पर्छ र मेलाई माइटमा परिवर्तन गर्नुपर्ने हुन्छ। त्यस्तै गरी नम्बर एफमा आई हेट पिपुल कलिङ मी लाउडली, ब्र्याकेटमा इन्डिकेट गरेको छ चेन्ज इट इन्टु प्यासिभ भोइस, यसलाई हामीले प्यासिभ भोइसमा बदल्नु पर्ने हुन्छ। यसको सही एन्सर आई हेट बिङ कल्ड लाउडली। यो प्यासिभ भोइसको नियम हो। जब हेट, लभ वा लाइक पछि VING अथवा V4 आउँछ त्यसलाई प्यासिभ बनाउँदा बिङ प्लस V3 मा परिणत गर्नुपर्छ। यहाँ पिपुललाई हटाउन सकिन्छ किनभने यो बुझिसकिएको विषय हो। अब यस्तै गरी ग्रामरको सेकेन्ड सेट अथवा क्वेसन नम्बर 10 अन्तर्गत चुज एन्ड कपी द करेक्ट एन्सर, रिराइटिङ इज नट कम्पलसरी, 10 × 0.5 = 5 मार्क्स। यो 5 मार्क्सको प्याराग्राफ जस्तोमा दिएको ग्रामर सेट 2 रहेको छ। अब यहाँनिर हामी देख्न सक्छौँ यहाँ ब्र्याकेटभित्र 3-4 वटा अप्सनहरू दिएको छ। यीमध्ये हामीले करेक्ट एन्सरलाई छान्नुपर्ने हुन्छ। यहाँ रेडले हाइलाइट गरेको हामीले यो चाहिँ करेक्ट एन्सर हो। अब यो प्याराग्राफ बिगिन गरौँ। इट वाज भेरी लेट व्हेन अ पुअर म्यान केम टु अ रिच फार्म यार्ड। अब यहाँनिर वेयर राखिएको छ। वेयर द ओनर, वेयर करेक्ट अप्सन मानिन्छ। यहाँनिर द ओनर वाज मेकिङ अ हेन हाउस, जहाँ भन्ने अथवा यहाँ भन्ने दिन्छ। खेतबारीको आँगनमा एउटा ठाउँ प्लेस भएकाले स्थान बुझाउन, यो प्लेस बुझाउनको लागि हामीले वेयर प्रयोग गरिएको हो। त्यस्तै गरेर नम्बर 2 मा यहाँनिर हामी हेर्न सक्छौँ ही सेड टु हिमसेल्फ आई मस्ट गेट समवान। ही सेड टु हिमसेल्फ आई मस्ट गेट समवान टु हेल्प। टु हेल्प करेक्ट एन्सर आउँछ मी बिकज इट वाज स्नोइङ। किनकि यहाँ गेट समवान पछि +2 + V1 समथिङको संरचना स्ट्रक्चर प्रयोग भएको छ, त्यसैले हेल्पको अगाडि टु इन्फिनिटिभ राखिएको हो। त्यस्तै गरेर नम्बर 3 मा आई विल गो अप हियर मेबी द फार्मर मे हेल्प मी। किसानले मद्दत गर्ला कि नगर्ला भन्ने कुरा निश्चित नभएको वा सम्भावना पोसिबिलिटी मात्र रहेकाले मे प्रयोग गरिएको हो। त्यस्तै गरेर यहाँ ही कुड प्रोबेबली गिभ मी समवेयर टु लाई डाउन। अनि यहाँ 4 नम्बरको अप्सनमा आफ्टर, वेन, एज सुन एज, वेल भनेर यी अप्सनहरू रहेको छ। यीमध्ये चाहिँ करेक्ट अप्सनमा वेन राखेका छौँ। वेन द पुअर म्यान रिच्ड द फार्म हाउस ही कल्ड आउट टु द ओनर। जब गरिब मानिस फार्म हाउसमा पुग्यो त्यसै समयमा उसले धनी किसानलाई बोलायो, त्यसैले समय बुझाउन वेनको प्रयोग यहाँनिर सही हुन्छ। अब यहाँनिर अर्को हामी हेर्न सक्छौँ द फार्मर एज वेल एज हिज 2 वाइफ्स। यो 5 नम्बरमा भन्छ। 5 नम्बरमा राइट अप्सन हामीले छान्नुपर्ने हुन्छ। ह्याभ, ह्याड, वाज, वेयर मध्ये यहाँ वेयरलाई हामीले सेलेक्ट गरेका छौँ। वे जस्ट ह्याभिङ मर्निङ टी। यहाँ 2 वाइफ्स, यहाँ द फार्मर एज वेल एज हिज 2 वाइफ्स मा एज वेल एज भन्दा अगाडिको कर्ता सब्जेक्ट द फार्मर एक वचन भए तापनि
सन्दर्भ र विकल्प अनुसार धेरै व्यक्तिहरू फार्मर वा दुई श्रीमतीहरू बुझाउन वेयर प्रयोग गरिएको हो। त्यस्तै गरेर देयर इज समवान नकिङ डट 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 फर इन अन एड प्रिपोजिसन मध्ये यो ब्र्याकेटमा दिएको यति प्रिपोजिसन मध्ये एड प्रिपोजिसन चाहिँ ठिक हुन्छ। यहाँनिर द डोर भनेर आउँछ। एट ढोकामा ढकढक्याउनु वा कोही ढोकामा छ भन्दा सधैँ एट द डोर भन्ने गरिन्छ। अब यु हर्ड द नक, यु हर्ड द नक, यहाँ क्वेसन ट्याग ब्र्याकेटभित्र दिएको छ डोन्ट यु, डिडन्ट यु, डु यु, डिड यु। यहाँ चाहिँ यति अप्सनहरू दिएको छ। यी मध्ये राइट अप्सन भनेको यहाँनिर डिडन्ट यु रहेको छ। अगाडिको वाक्य यु हर्ड द नक, सिम्पल पास्ट, यु हर्ड, यहाँनिर हामी देख्न सक्छौँ यु हर्ड द नक, यो सिम्पल पास्टमा रहेको छ। वाक्य पोजिटिभ भएकाले क्वेसन ट्याग नेगेटिभ हुनुपर्छ, त्यसैले डिड नट यु प्रयोग भएको हो। त्यस्तै गरेर यहाँनिर नम्बर 8 मा रहेको छ द फार्मर आस्क्ड व्हाट डु यु वान्ट ओल्ड म्यान, he said please sir I am just dot 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 a and the no articles। यो आर्टिकल्सहरू मध्ये करेक्ट आर्टिकल्स यहाँनिर एन, इन्डेफिनेट आर्टिकल हामीले एन सेलेक्ट गरेका छौँ। के को अगाडि एन आयो त ओएलडी, ओल्ड। ओल्ड शब्दको उच्चारण भवेल साउन्डबाट सुरु हुने भएकाले यसको अगाडि हामीले एन लगाएका हौँ। त्यस्तै गरेर 9 नम्बरमा आई डट डट डट, यहाँनिर वुड गेट, विल गेट, वुड ह्याभ गट सम रेस्ट इफ यु प्रोभाइडेड मी अ प्लेस टु लाई डाउन। यो कन्डिसनल सेन्टेन्स आएको छ यहाँनिर करेक्ट एन्सरमा हामीले वुड गेट भनेर राखेका छौँ। यो टाइप 2 कन्डिसनल वाक्य हो। इफ पछि प्रोभाइडेड V2 आएकाले अर्को खण्डमा वुड प्लस V1, मेन क्लजमा चाहिँ वुड प्लस V1 को प्रयोग गरिन्छ। त्यस्तै गरी 10 मा बिङ डट डट डट, 10 को अप्सनमा काइन्ड एज, काइन्डेस्ट, काइन्डर, an angel, he provided him shelter and offered a delicious meal। अब यति अप्सनहरू मध्ये यहाँ चाहिँ रेड कलरले हाइलाइट गरेको काइन्ड शब्द, काइन्ड वर्ड चाहिँ एकदमै करेक्ट एन्सर मानिन्छ, किनकि यहाँ किसानको स्वभाव वर्णन गरिएको छ। बिङ काइन्ड, दयालु भन्नाले किसानको गुणलाई बुझाउँछ, तसर्थ यहाँनिर हामीले काइन्डको प्रयोग गरेका छौँ। हस् त, धन्यवाद भिडियो हेरिदिएकोमा।